त्यो प्याज कटिङ गर्दैछु हेर्नुहोस् यहाँ। आहा आँसु आयो तेरि। यसरी काट्नुपर्छ है प्याज। धेरै दिन भयो प्याज नकाटेर आमामा आँसु आउँदो रहेछ हौ। अनि हाम्रो बहिनी पनि छ यता, बहिनी पनि रुँदैछ घुवाको गरेर। म पनि यहाँ रुँदै प्याज काट्दैछु। आउनु यता बहिनी। आँसु आएर धेरै दिनपछि काट्दाखेरि यस्तो हुँदो रहेछ। त्यो चलाहरू आउँदाखेरि एसी चलाउनु पर्यो। एसी चलाएर काट्यो भने आउँदैन। अब सब सक्यो सक्यो। आँसु त नाकबाट नै आएको, आँखाबाटै नाच्छ यार, के हो। एक लाख रुपियाँ कमाउनु गाह्रो छ हो साथी। प्याज काट्यो भने 1 लाख रुपियाँ कमाइरहेको छ हाम्रो बहिनी। हाम्रो त 50,000 हो केटाहरूको त। कति रुनु हो। भन्थे पहिले तर आँखाबाट आँसु खस्यो। खुसी लाग्यो भन्नु थियो। के हो गीत थियो यार, साथी गीतै गाउन जान्नु त। धेरै भएछ भिडियो।